going somewhere. Let me somewhere. अच्छा Still on my way. Almeida Park here in Portugal. Next week, माथिसम्म छ। एकजनालाई भेट्नु अब त अझै बाटै बिर्सिन्छ। एउटा लेफ्ट एउटा त मलाई म्याप हेर्नु आउँदैन त्यसपछि भनेको यो धेरै चाहिँ मलाई थाहा नै हुन्छ कता जाने भनेर एकचोटि गएपछि याद हुन्छ मलाई तर कहिलेकाहीँ चाहिँ यहाँबाट यस्तै बाटो छ कि यहाँ तलतिर पनि होइन अनि आई थिङ्क त्यो चाहिँ यहाँबाट यहाँ गएर माथि आई थिङ्क सो वेट लेट मी गो यहाँबाट लेफ्ट लिनुपर्ने चाहिँ यहाँ भर्याङ हुनुपर्छ है त भर्याङ हो मलाई यसो सानो डिटेलहरू याद हुन्छ कि त्यो डिटेल याद गरेर अनि टक्क जाने होइन भर्याङ चढेर अब गो माथि आइम एट द सलोन अहिले होइन अब म कपाल काटिनुवाला छु क्या 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 अक्टोबरदेखि पालेको मैले अब काटिदिन्छु कस्तो लामो भइसक्यो कपाल लामो भइसक्यो क्लिन हुनु पऱ्यो म त फेरि वर्षमा एकचोटि कपाल काट्ने हो अब आज हो त्यो दिन काटिदिन्छु म लास्ट एकचोटि एयर फ्लिप हाल्छु हाँ ये कर लो पहले Mobile second. Yeah, boy. And now I look like this. केटा मान्छेहरूले चाहिँ होइन एकचोटि कपाल लामो पाइसकेपछि काट्यो भने त्यसपछि फेरि सेकेन्ड टाइम थर्ड टाइम पाल्दाखेरि अलिक गाह्रो हुन्छ अरे के बोले भाइ अब के बोले सेकेन्ड टाइम चाहिँ मैले फेरि बिगारेको थिएँ मतलब के काटेको थिएँ लामो त लामै थियो तर मैले काटिदिएँ त्यो टाइम चाहिँ इट्स डिफ्रेन्ट इट्स पर्सनल म फेरि बाहिर जानुपर्ने काम छ बाहिर गएर आउँछु त्यसपछि खाना बनाउँछु अनि खान्छु अनि मेरो फोन खोल्नु खोजेको होइन मतलब फेस आइडी छ नि त अनि त्यसरी नचिन्छ क्या अहिलेदेखि भएकै छैन फेरि नयाँ गर्नुपर्छ नयाँ मान्छे देखियोस् बब्बा दामी देखिरहेछ सनसेट हंसता है तू तो गया बेटे